यहाँ आमा हुनुहुन्छ, यहाँ आमा घिरौल काट्दै हुनुहुन्छ। यहाँ हाम्री अर्की आमा। यहाँ अब यसपालिको दसैँ पोरैदेखि चाहिँ मैले परारैदेखि चाहिँ यस्तो यस्तो खाने मात्रै गराएछ। काँचै खाँदै अनि आमा यहाँ खान त खा भन्नु आमाले दिएको मलाई। आकार बोकेर मबाट आइहाल्यो भने फेसबुकमा हाल्दै एकैछिन अब थाहा पाऊ उसको साथीले जाँगाले फोन लगाइहाल्यो। गुलियो हुँदो रहेछ है। गुलियो हुँदो रहेछ है। तान्नको ढङ्ग गुलियो हुँदो रहेछ। इस्कुस कस्तो हुँदो रहेछ? इस्कुस त मिठो हुन्छ। होइन स्वाद त इस्कुस जस्तो गुलियो।